एउटा माननीय आउँदा पनि प्रधानाध्यापक कर्मचारीले नमान्ने अटेर गर्ने बिचरा उहाँको गुनासो सुन्नुहोस् त एकचोटि यो भिडियोमा। तपाईँ कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हो। म मान्ने नभए पनि तपाईँले रेस्पेक्टको लागि भोलि तपाईँ रिटायर हुनुहुन्न। तपाईँले त्यसै गर्ने एउटा जिल्लाको एउटा मान्ने आउँदाखेरि भित्र हेडमास्टर चुप्पो लगाएर बस्ने। तपाईँले जे गर्दा पनि यस्तो कुरा नगर्नुहोस् नगर्नुहोस्। म जान्दछु, म 29 वर्ष काम गरेर मान्छे हो यो नेपाल सरकारको। मसँग काम गर्नेहरू त अहिले भर्खर सचिव हुँदैछन्, म विशिष्ट श्रेणी हुँदा सहसचिव तिनीहरू त। त्यस्तो तपाईँ विचारले आबद्ध हुनुहुन्छ। तपाईँ निष्पक्ष हुनुभयो, हाम्रो पार्टी निष्पक्ष मान्छे खोज्छ। तपाईँहरूको विद्यालयमा हरेक विद्यालयमा कहाँ के छ हामी पनि खोज्दैछौँ, हेर्दैछौँ, हिँड्दैछौँ। कहाँ राम्रो गर्नुपर्ने कहाँ नराम्रो रहेछ गर्दैछौँ। तपाईँले म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हुँ, आइजी भएर झन्डै चला मान्छे हौँ, अन्याय परेर राजनीतिमा मान्छे हौँ। मलाई थाहा छ देश कसरी चलाएको छ, मान्छेले कसरी विचार बोक्छ। तर तपाईँले म त्यहाँ गेटमा गएर बस्दा गएर मान्ने बाहिर बसिरहेछ अनि तपाईँले निस्किने ननिस्किने जानकारी भएन। म यो पूर्वको आइजी झन्नै र अहिलेको रासपाबाट माननीय हुनुभएकोलाई उहाँ चाहिँ नमानेको हुनाले यत्रो दुःख व्यक्त गर्नुभयो। के भन्नुहुन्छ यहाँ माननीयज्यूलाई कमेन्ट बक्समा लेख्नुलाई त।